हेलो साथीहरु अनि नमस्ते सन्चै हुनुहुन्छ होला भन्ने आश गरेको छु सबैजना हैन। फेरि पनि स्वागत छ हजुरहरुलाई मेरो एउटा अर्को भ्लगमा। सधैँ चाहिँ आज पनि म ड्युटी आइसके अब चाहिँ ड्युटीतिर लाग्नुपर्छ होला। यारो अहिले चाहिँ म टक्कबाट लोड सोड गरेर अब हिँडिसके हैन। अलि अगाडि टाढै छ जानुपर्ने मतलब लगभग 4-5 किलोमिटर छ जानुपर्ने खाली गर्ने ठाउँमा जानु पर्यो खाली गर्नु पर्यो हैन। अब अघि लगभग आधा घण्टासम्म करेन्ट गएको थियो। फेरि करेन्ट गएपछि पानीको मोटर अन हुन्न नि त, त्यही भएर पानी अन भएको थिएन। करेन्ट आयो लोडसोड गरेर हिँड्ने हैन। यस्तो छ जाम फेरि हैन। 8 बजे फेरि जाम हुन लागेको थियो। यो स्कुल बसहरू अहिले चल्छ नि त, त्यही भएर धेरै जाम हुन्छ क्या। मोबाइलहरुमा कतिको भनेर जस्तो हैन। फाइनली म चाहिँ खाली गर्ने ठाउँमा टक्क पुगेर पनि पाइप साइप लगाइसकेँ होइन। यो हाम्रो खाली गर्ने ठाउँ चाहिँ म चाहिँ खाली गरेर पनि लोड गर्ने ठाउँमा पुगिसकेको छु होइन। अब बिचा आउनु लाग्यो भिडियो किन बनाएन भन्दाखेरि मलाई अलि हतार थियो नि त, त्यही भएर अब खाली गाडीमा धेरै राम्रो आउनु नि त, भिडियो कच्याङ कुचुङ हुन्छ, हल्लिन्छ यताउता। ठुलो गाडीमा त्यही हो, त्यही भएर भिडियो बनाउन पाएन। अब फेरि यहाँ लोड गर्छु, फेरि यहाँ हिँड्छु, यही हो मेरो कामै यो नि त होइन। ठिक छ, फेरि पनि म टक्क बाँधेर लोड गरेर हिँडिसकेको छु भन्नुपर्छ होइन। अब फेरि अब बिचा बाटो देखाउन म चाहिँ डाइरेक्ट खाली गर्ने ठाउँमा देखाउँछु। मैले चाहिँ अहिले खाली गर्ने ठाउँ भने अनरको घर होइन, मेरो साउजीको घरमा खाली गर्ने हो। फाइनल्ली म चाहिँ टक्क बारेर होइन अनरको घर खाली गर्न पुगेँ। गाडी टक्क खाली हुँदैछ होइन। यही हो अनरको घर चाहिँ। लामो पाइप लिएर होइन, यहाँबाट फेरि त्यो ट्याङ्कमा आउँछ, त्योबाट फेरि यो पाइप भएर माथि अब माथि छ। साथीहरू आजको भ्लग चाहिँ यहीँ समाप्त गर्न चाहन्छु होइन। अब फर्स्ट भ्लगभन्दा धेरै लामो गर्दैन। कस्तो लाग्यो हजुरलाई मेरो भ्लग कृपया कमेन्ट गरिदिनु होला होइन। च्यानललाई सब्सक्राइब, लाइक, कमेन्ट गर्न नबिर्सिनु होला। मिल्दैछौँ अर्को भ्लगमा।